भेडियामा आएर पनि आयो भन्छ त्यो छेउपट्टि चाहिँ भन्नु खाना बस्न चिसो तातो पानी र भरियाको पनि व्यवस्था छ कति बेला भात पस्किन्छन् भन्ने हुँदैन थियो हामीलाई अहिलेको त यी छोराछोरी अहिले नि सबै यस्ता बोइलर हुन् साला मैले अघि भन्नु कस्तो राम्रो देखिएछ माथि त ल तल गयो होइन बाबु खाना त पुरा फ्रेस हो नि तल फेरि कहाँ पुग्छ नि कहाँ पुग्न हिँड्यो होला है छोड त जहाँसम्म जान्छ छोड त त्यहाँ पर्छ माथि घरबाट ओर्लिँदैछु झरेर सक्दैन के भन्छ नि यो हिँड नि यो भुराभुरीको तालमा बिहान 4 बजीदेखि हिँड्ने हो